भगवान जसले मलाई जे दियो नि उसलाई त्यो 2 गुणा गरेर फिर्ता दिनु है। चाहे त्यो माया र इज्जत होस् वा बेइज्जत वा धोका। खासै भने समय हेर्न यहाँ घडी नचाहिँदो रहेछ। ढल्किँदै गरेको उमेर, मर्दै गरेका इच्छा र रहरहरूले नै समय देखाउँदो रहेछ। रगतमा आउने चोटले नै सबैभन्दा बढी दुख्ने गर्छ। भिडमा हाँसेको मन एकान्तमा जहिले निराश हुने गर्छ। बिना स्वार्थ त कसले पो मलाई यहाँ रोजेको छ र? आफ्नै हालत हेर्दा पनि भक्कानिएर मन रुने गर्छ। चन्द्रमा जस्तै बन्नु छ। आफूमा खोट भए पनि, एक्लै भए पनि अस्तित्व आफ्नै होस्, आफ्नै बेग्लै पहिचान होस्। भगवान जसले मलाई जे दियो नि उसलाई त्यो 2 गुणा गरेर फिर्ता दिनु है।